शीर्षक चिया छोडी कफी खाने भएको छु। अचेल चिया छोडी कफी खाने भएको छु। विदेश गएर हामीलाई भुलिस् त भन्छ सबैले। हो, म विदेश आएर थोरै स्वार्थी भइरहेको छु। अचेल चिया छोडी कफी खाने भएको छु। थोरै खर्च पठाइदिन भन्छ साथीभाइहरू। म भर्खर त महिना सुरु भयो भने टार्ने कुरा गर्छु। अचेल चिया छोडी कफी खाने भएको छु। दसैँ तिहार कस्तो भयो भने सोध्छ सबैजना। म हतार लेख्छु राम्रै भयो भने यता ढिलो होला फेरि काममा जान। अचेल चिया छोडी कफी खाने भएको छु। आमा भन्दै हुनुहुन्थ्यो सुनको भाउ नि बढ्यो रे, यो सालको मङ्सिर महिना नि कट्यो रे। बुवा भन्दै हुनुहुन्थ्यो साउ पैसा लिनु घरभित्र नै पस्यो रे, खोइ कुन सहकारीमा राखेको पैसा नि त्यतैतिर फस्यो रे। अचेल चिया छोडी कफी खाने भएको छु। कत्रो सपना बुनियाएको परदेशमा म ती सपनालाई सुटकेसमा हाली फेरि नेपालतिरै लान्छु। अब आउने साल त घर पक्कै फर्किन्छु भने दिनौँ कामतिर म जान्छु। अचेल चिया छोडी कफी खाने भएको छु। सपना नि राम्रो देख्दिनँ, विपना त झन् कुरै नगरौँ। ऋण तिर्न सकिएको छैन, घर जग्गा जोडियो भने सोच्ने त भुलै नगरौँ। अचेल चिया छोडी कफी खाने भएको छु। घरबाट काम, कामबाट घर यतिमै सीमित भइरहेछु। राति मजाले निन्द्रा लाग्दैन, त्यसैले दिनभर काममा कफीकै सहाराले काम गरिरहेछु। अचेल चिया छोडी कफी खाने भएको छु। अचेल चिया छोडी कफी खाने भएको छु। धन्यवाद। यस कविताको शीर्षक रहेको छ चिया छोडी कफी खाने भएको छु। अचेल चिया छोडी कफी खाने भएको छु। अचेल चिया छोडी कफी खाने भएको छु। विदेश गएर हामीलाई त भुलिस् त भन्छ सबैले। हो, म विदेश आएर थोरै स्वार्थी भइरहेको छु। अचेल चिया छाडी कफी खाने भएको छु। थोरै खर्च पठाइदिएन भन्छ साथीभाइहरू। म भर्खर त महिना सुरु भयो भने टार्ने कुरा गर्छु। अचेल चिया छोडी कफी खाने भएको छु।